नमस्कार, सङ्घ मिडियामा हार्दिक स्वागत छ। म सङ्गम अधिकारी। सर्वप्रथम सम्पूर्ण नेपालीहरूमा नववर्ष 2083 को हार्दिक मङ्गलमय शुभकामना। यो वर्ष हाम्रो देश नेपाल र हामी नेपालीहरूको लागि सुख, शान्ति र समृद्धिको वर्ष बनोस्। यो वर्ष 2083 मा सम्पूर्ण नेपाली जनताहरू खुसी, सुखी र स्वस्थ रहन्। हाम्रो सङ्घ मिडियाको तर्फबाट यही कामना छ। आज हामी विशेष गरी वर्ष 2082 लाई समीक्षा गर्न गइरहेका छौँ, त्यो पनि नेपाली चलचित्र क्षेत्रको बारेमा। वर्ष 2082 मा नेपाली चलचित्र क्षेत्रको लागि कस्तो रह्यो, कतिवटा चलचित्रहरू रिलिज भए, कतिवटा चलचित्रहरू हिट भए, कुन चलचित्रले कति कमाए भन्ने बारेमा यहाँहरूलाई जानकारी दिन उपस्थित भएका छौँ। वर्ष 2082 मा जम्मा नेपाली चलचित्रहरू 56 वटा प्रदर्शनमा भएका थिए। ती चलचित्रहरूले 1 अर्ब 8 करोडको व्यापार गरेका छन्। यो गत वर्षको तुलनामा 72 करोडले कम हो, किनकि गत वर्ष पूर्णबहादुर सारङ्गी एउटा चलचित्रले मात्रै करिब 49 करोडको व्यापार गरेको थियो। यो वर्ष विशेष गरी 5 वटा चलचित्रहरूले हिटको व्यापार गरेका छन्। तीमध्ये पनि 4 वटा चलचित्रले त 10 करोडभन्दा बढीको व्यापार गरे। 5 वटा हिट चलचित्रहरूमा पहिलो नम्बरमा पर्छ परान, त्यसै गरी दोस्रो नम्बरमा आबाट आमा रहेको छ भने तेस्रो नम्बरमा रहेको छ चलचित्र जेरी अन टप। त्यसै गरी हिट चलचित्रको चौथो नम्बरमा रहेको छ चलचित्र उनको स्विटर भने हिट चलचित्रको 5औं नम्बरमा परेको छ चलचित्र जारी 2। आज हामी विशेष गरी यी 5 वटा चलचित्रहरूले कति कलेक्सन गरे, यिनका कलाकारहरू को छन्, निर्देशक को छन् भन्ने बारेमा चर्चा गर्न गइरहेका छौँ। वर्ष 2082 मा सर्वाधिक हिट चलचित्रको रूपमा रह्यो चलचित्र परान, जुन चलचित्रले 17 करोड 76 लाखको व्यापार गरेको छ। चलचित्रलाई डेब्यू निर्देशक दीपक आचार्यले निर्देशन गरेका हुन्। चलचित्रमा निर शाह, मदन कृष्ण श्रेष्ठ, पूजा चन्द, के अधिकारी र महेश त्रिपाठीको मुख्य भूमिका रहेको छ। वर्ष 2082 को हिट चलचित्रको दोस्रो नम्बरमा पर्न सफल भएको छ चलचित्र आबाट आमा। चण्ड पण्डले निर्देशन गरेको यो चलचित्रले हालसम्म करिब 13 करोड 13 लाख कमाइसकेको छ भने यो चलचित्र अहिले पनि केही नेपाली हलहरूमा रिलिज भइरहेको छ। चलचित्रमा विपना थापा, पल शाह र उषा उप्रेतीको मुख्य भूमिका रहेको छ। यसै गरी यो वर्ष हिट चलचित्रको तेस्रो नम्बरमा पर्न सफल भएको छ चलचित्र जेरी अन टप। वर्ष 2082 को हिट चलचित्रमा परेको जेरी अन टपले करिब 12 करोड 28 लाख रुपियाँ कमाएको छ। अनमोल केसी, जसिता गुरुङ र आँचल शर्माको मुख्य भूमिका रहेको चलचित्र जेरी अन टपलाई सुयोग गुरुङले निर्देशन गरेका हुन्। चलचित्रले निकै राम्रो चर्चा पाएको थियो। वर्ष 2082 को हिट चलचित्रको चौथो नम्बरमा पर्न सफल भएको छ चलचित्र उनको स्विटर। उनको स्विटरले करिब 11 करोड 41 लाखको व्यापार गरेको छ। नवीन चौहानको लेखन तथा निर्देशन गरेको चलचित्रका गीतहरू पनि निकै नै हिट भएका थिए। चलचित्रमा विपिन कार्की र मिरुना महरको मुख्य भूमिका रहेको थियो। त्यसै गरी वर्ष 2082 को हिट चलचित्रको 5औं नम्बरमा पर्न सफल भएको छ चलचित्र जारी 2। जारी 2 ले करिब 6 करोड 24 लाख रुपियाँ कमाएको छ। जारी 1 ले 17 करोडको आकर्षक अथवा उत्कृष्ट व्यापार गरेकोमा यो व्यापार निकै नै कम हो। तर वर्ष 2082 को हिट चलचित्रको 5 वटामा सूचीमा भने यो चलचित्र अटाउन सफल भयो। तर यो चलचित्रको लगानी अनुसार अथवा यो चलचित्रको जुन पहिलो चलचित्र पार्ट 1 को हाइप थियो त्यो अनुसार यो चलचित्रको व्यापार निकै नै कम हो। आशा गरे भन्दा अत्यन्त कम हो। यो चलचित्रमा पनि दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको थियो। चलचित्रले विशेष गरी लिम्बू संस्कृति र सामाजिक परिवेशलाई देखाएको थियो। चलचित्रमा विजय बराल, बुद्धि तामाङ र रिचा शर्माको पनि मुख्य भूमिका रहेको थियो। यी त भए वर्ष 2082 मा सबभन्दा धेरै कमाउन सफल र हिट भएका 5 वटा चलचित्रहरूको सूची। अब हामी यहाँहरूलाई हरेक वर्ष चाहिँ कमसेकम उत्कृष्ट 10 वटा सूचीहरू सार्वजनिक गर्ने चलन भएको कारणले हामी यहाँहरूलाई विशेष गरी वर्ष 2082 सालमा चाहिँ धेरै कमाएका 10 वटा चलचित्रहरूको सूची सार्वजनिक गर्ने गइरहेका छौँ, जुन मध्ये 5 वटाको हामीले यहाँहरूलाई जानकारी दिइहाल्यौँ। अब 6औं नम्बरबाट कुन चलचित्रले कति कमाए संक्षेपमा हामी जानकारी दिन गइरहेका छौँ। 6 नम्बरमा परेको छ चलचित्र बलिदान। बलिदान चलचित्रले 5 करोड 10 लाख रुपियाँ कमाएको छ। त्यसै गरी 7औं नम्बरमा परेको छ चलचित्र मोहर, जुन चाहिँ
जस्तै 5 करोड 8 लाख रुपियाँको ग्रस कलेक्सन गरेको छ। त्यसै गरी 8औं नम्बरमा परेको छ चलचित्र हरिबहादुरको जुत्ता, जुन चलचित्रले 4 करोड 71 लाखको व्यापार गरेको छ। त्यसै गरी अर्को चलचित्र माग्ने राजा रहेको छ 9औं स्थानमा। 9औं स्थानमा रहेको माग्ने राजाले 4 करोड 69 लाखको व्यापार गरेको छ भने अर्को चलचित्र रहेको छ अर्थात् वर्ष 2082 को हिट अथवा सर्वाधिक धेरै कमाउने 10 वटा सूचीमा रहेको छ चलचित्र माइतीघर। माइतीघर चलचित्रले 4 करोड 16 लाख रुपियाँको व्यापार गरेको छ। आज हामीले चर्चा गर्यौं वर्ष 2082 मा सफल 5 चलचित्रहरूको। हामीले धेरै कमाउने 5 वटा चलचित्रहरूको सूची यहाँहरु समक्ष सार्वजनिक गरौँ। अब यहाँहरु हाम्रो कमेन्टमा भन्नुहोला कि वर्ष 2082 सालमा सबभन्दा सर्वाधिक सफल नायक को हुन् अथवा र सर्वाधिक सफल नायिका को हुन्। वर्ष 2082 मा सबभन्दा सफल हिट नायक अथवा हिट नायिका को हुन्। कृपया हाम्रो कमेन्ट सेक्सनमा गएर कमेन्ट गर्नुहोला। हाम्रो संगम मिडियाको फेसबुक पेजलाई लाइक र फलो गर्नुहोला। त्यसैगरी हाम्रो संगम मिडियाको युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोला। यहाँहरुलाई नेपाली चलचित्र क्षेत्रका नायक नायिकाहरू मध्ये कुन नायक अथवा कुन नायिका मन पर्छ? कृपया कमेन्ट सेक्सनमा गएर आफ्नो मनपर्ने फेभरेट नायक नायिकाको नाम उल्लेख गर्नुहोला। अन्त्यमा फेरि नव वर्ष 2083 सालको सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना। यो वर्ष हामी सम्पूर्ण नेपालीहरुको लागि राम्रो होस् भन्दै म यहाँहरु समक्ष बिदा हुन चाहन्छु। हवस् त, नमस्ते।